देशको प्रमुख खाद्यान्न बाली हो धान। कास्कीमा यति बेला किसानहरू धान थन्क्याउन व्यस्त बनेका छन्। यस वर्ष मौसमले साथ दिएको र धान थन्क्याउने दिनहरूमा पनि मौसम सफा रहेपछि कास्कीमा यति बेला किसानहरूलाई वर्षभरि खाने अन्न भित्र्याउने चटारो बढेको छ। तर प्रविधिको पहुँच नपुग्दा पहाडका किसानहरू थोरै अन्न भित्र्याउन पनि धेरै दुःख गर्न बाध्य छन्। तराईका अधिकांश क्षेत्रमा धान भित्र्याउन आधुनिक प्रविधिको प्रयोग गरिए पनि देशका पहाडी जिल्लाहरूमा भने किसानहरू परम्परागत तरिकाबाट नै धान भित्र्याउन बाध्य छन्। तराईका क्षेत्र र कास्कीकै केही फाँटहरूमा समेत धान झार्ने थ्रेसरको प्रयोग गरिए पनि पहाडी भेगमा भने किसानहरूले निकै पहिलेदेखि चलिआएको दाइँ हाल्ने तरिका अपनाइरहेका छन्। खेतको बीचमा गाडिएको मियोमा आवश्यक अनुसार गोरु बाँधेर फनफनी घुमाएर पराल बनाउने यो दाइँ परम्परागत तरिका हो। यसमा गोरु, पर्याप्त जनशक्ति र समयको पनि उत्तिकै खर्च भइरहेको हुन्छ। यद्यपि पहाडी भेगका किसानहरू यही पद्धतिबाट धान भित्र्याइरहेका छन्। यसमा धानलाई चुट्ने, पराल फाल्ने, धान बत्ताउने, धान भर्ने जस्ता कामका लागि किसानहरूलाई निकै मेहनत गर्नुपर्ने हुन्छ। बिहानभरि धान चुट्ने, धान चुटिसकेपछि सो धानबाट भुस र टटला हटाउनका लागि बत्ताउने र पराललाई वस्तुभाउले खान योग्य बनाउनका लागि गोरुले दाइँ गर्ने यो पद्धति निकै झन्झटिलो भए पनि यसको विकल्प नभएको किसानहरू बताउँछन्। नेपालमा क्षेत्रफल र उत्पादनको हिसाबले धान नै एक नम्बरको प्रमुख खाद्यान्न बाली हो। धान खाद्यान्न बालीको मुख्य स्रोत हुनुका साथै रोजगारी र आय आर्जनमा पनि विशेष योगदान पुर्याइरहेको बाली हो। विशेष गरी तराई क्षेत्रले मात्र धान उत्पादनमा प्रमुख स्थान ओगटेको वर्तमान अवस्थामा पहाडी क्षेत्रमा पनि धान बालीका लागि नयाँ प्रविधिको विकास गर्न सक्ने हो भने धानले नेपालमा कृषि गार्हस्थ उत्पादनमा थप योगदान पुग्ने थियो कि। हिमालय टेलिभिजनका लागि पोखराबाट जीवन सुवेदीको रिपोर्ट।